मिलाइदिए हुन्छ कि होइन, ड्युटीमा समस्या नपारी हुन्छ कि अब यो कम्ती फागुनको 29 गतेसम्म हाम्रो अभियान छ। यसकै जोडिन्छ हाम्रो यो तपाईँको यो होटेलमा तपाईँहरूसँग भेटघाट गरे, त्यहाँ चाहिँ 23 गते हाम्रो यो सम्वाद डबलीमा वकिलहरूसँग बस्ने, त्यो हुँदा हुँदै पनि हामी सबै त्यहीँ बस्नुपर्छ भन्ने छैन। हाम्रो त्यो टिम छ, त्यो टिमका केही एकजना सदस्य अन्य होटेलमा गएर एक प्रचारात्मक कार्यक्रम पनि हुँदै जान्छ। त्यहाँपछि हाम्रो माननीयज्यूहरूसँग बसे, हाम्रो पार्टीका सचेतक, मुख्य सचेतक होइन, तीनैवटै मुख्य दलहरूका सचेतक सहसचेतक, किनभने अहिले त तपाईँको झन् दुईतिहाईको सरकार छ, प्लस हामी प्रतिपक्ष छौँ, प्रतिपक्ष पनि अहिले लगभग बलियो स्थितिमै छ होइन। यसै झकझगाउन सक्यौँ भने यो मुद्दा मर्दैन, यो मुद्दा आउँछ। र यो वर्ष एउटा के हामीलाई अलिकति पोजिटिभ के छ भने समय संशोधनको वर्ष, पर्यटन संशोधनको वर्ष, त्यसले गर्दा हाम्रा विषयवस्तु त्यसमा घुसाउन सक्यो भने हामीले 10% सेयर शुल्क लडाएर ल्याउन सक्छौँ भन्ने विषयवस्तु हो पहिलो मुद्दा। दोस्रो मुद्दा नियमित काममा नियमित श्रमिक नियुक्ति गर भन्ने विषय चाहिँ यो तपाईँको कोभिड पछि हरेक होटेल, यो यहाँ मात्रै होइन, तपाईँको म आफै नै प्रतिष्ठान मल्लमा पनि अन्यमा नि होइन, सोल्टिया पनि जहाँ पनि के भयो भने तपाईँको थर्ड पार्टीबाट मान्छे नियुक्ति गर्ने, होटेलले डाइरेक्ट कन्ट्याक्टसम्म त त्यो अहिले हुँदै अलिकति छिटो हुँदै देखाएछ। अनि जति धेरै सामाजिक सुरक्षा त्यति धेरै संलग्नताको नाममा त हामीले अलिकति छुट दियौँ। अब त्यो संशोधन हुनुपर्छ भन्ने उसमा पुगेको छ, एजेन्डा पुगेको छ होइन। तपाईँको के भयो, थर्ड पार्टीबाट मान्छे ल्याइदिने, तिमीलाई हामीले युनियन एक्टिभिटिजमा इन्भल्भ गराउन सक्छौँ। र तिम्रो के हो नि भने तपाईँको तपाईँ आज भर्खर एउटा प्रमोसन खानुभयो भने 300, 400, 500 पर्ने यो हरेक ठाउँ त्यस्तै रहेछ क्या कुमारजी होइन। तपाईँको के अन्त चाहिँ 500, 1000 भन्दो रहेछ। नयाँ मान्छेलाई भर्खर जोडी दिनु पऱ्यो भने उसलाई 50,000 दिनै तयार क्या। काम हेर्नुहुन्छ र मान्छे र है तपाईँको खासै त्यो त्यति तपाईँको यहाँ 20औं वर्ष काम गयो त्यो खाइरहेको मान्छेलाई एउटा पैसामा 200-500 दिन एकदम गाह्रो हुने उहाँलाई। भर्खर थर्ड पार्टीबाट अथवा कहीँबाट मान्छे ल्याउनु जति पनि पैसा दिन मिल्ने म्यानेजमेन्ट यस्तो रवैया छ नि। यसलाई चिर्नका लागि पनि तपाईँ नियमित काममा नियमित रोजगार होइन, तपाईँको स्थायी श्रमिक नियुक्ति गर्नुपर्छ भन्ने हाम्रो मुद्दा छ। यो मुद्दा तपाईँको हाम्रो ट्रेड युनियनले पनि उठाएको छ। त्यसले गर्दा यो उसमा हामीले अलिकति लागि पर्नुपर्छ। नियमित काममा नियमित रोजगारी, कम्ती श्रमिकहरू तपाईँको उनी थाहै हुनुपर्छ भन्ने हो। त्यसपछि हाम्रो छ पर्यटन क्षेत्रमा गाउँ श्रमिकहरूलाई नेपाल सरकारको सेडिमेन्ट अहिले साथीले भनिसक्नुभयो। कम्तीमा पनि त्यहाँ कार्यालय सहयोगी भएको तल भत्ता हुनु पऱ्यो। आजको यो दिनमा 7,300ले कुनै पनि मजदुरको चुरुप पलेन होइन। आजको दिनमा कार्यालय सहयोगी 25-26,000 आसपास छ। कति न्यूनतम तलब त्यो हुनुपर्छ भने अहिले 7,000 छ। त्यसको अर्थ त्यो न्यूनतम मात्रै भने होइन क्या, 7,000 बिचको डिफरेन्स भनेको 8-9 हजार चाहिँ न्यूनतम तलब बढ्नुपर्छ, सबैको तलब बढ्नुपर्छ भनेको त्यो ग्रसमा तलब बढ्नुपर्छ भनेको हो। यो पालि तलब भत्ता वृद्धिको ऊ पनि छ। अनि वेतन बोर्डले काम गरिरहेको छ, त्यसमा हाम्रो किनभने ट्रेड युनियनका होइन, सङ्घका तपाईँको होइन, तपाईँको नेपाल सरकारका उद्योगपति सबैको ऊ छ। त्यो बाजा कमिटीबाट बिस्तारै अब ऊ पनि हुन्छ होला, पैसाको जेठभित्रै तपाईँको उसमा आउँछ, राजपत्रमा आउने गएको छ, साउन्डेसन कार्यान्वयन हुने गरी। त्यसैले अलिकति दबाब पुर्याउनको लागि हामीले यो सेवा शुल्कसँगै त्यो पनि विषयमा अलिकति झर्का दिन सक्यो भने अहिले प्रतिपक्षमा छौँ होइन, सत्तापक्षका वाला पनि अलिकति त्यही अनुसारको जाहेर भयो भने 2-5 हजार तलमै तलमाथि गर्न सक्यो भने अलिकति हुन्छ कि भन्ने हामीले त्यसमा लागेको छौँ। हाम्रो अर्को छ कर्मचारी असंयोजनको वेतन भइहाल्छ। सम्पूर्ण मतलब अनिवार्य सामाजिक सुरक्षा यही हो। सबैभन्दा अहिले हामी लास्ट टाइम बिग्रेको चाहिँ कहाँ भयो भने नि सामाजिक सुरक्षाको नाममा श्रमलक्षकता होइन। तपाईँको थर्ड पार्टी ल्याउँदा पनि कतिपय ठाउँमा कन्ट्याक्ट गर्नुपर्ने, त्यसले अहिले हामी एकदम बिग्रियौँ क्या। तपाईँको अहिले हाम्रो जगतसिंह कोठाले नि प्रायः जहाँ गए पनि बोल्दै गर्नु सबैभन्दा हामी अलिकति खस्यौँ यहाँ हो। अब यसलाई सुधार खोज्यो। योपालि श्रम ऐन संशोधनको पर्यटन ऐन संशोधनको वर्ष छ। त्यसले गर्दा यसमा हामी अलिकति तपाईँको टाइटली प्रयोग गर्छौँ भन्ने उसमा यो मुद्दा पुगेको छ। यो मुद्दालाई मर्न नदिनको लागि, यो मुद्दालाई अझै जागरुक बनाउनको लागि तपाईँ हामी सबै एक्सपोज हुनैपर्छ। सबै एक्सपोज भएर लाने, आज गएँ भोलि आउँछ तपाईँको लाग्ला 6-8 महिना लाग्ला होइन, तपाईँको अलिकति टाइम लाग्ला। तर त्यो यो यही 7 सालको विषय पनि त 2-2.5 वर्ष भइसक्यो नि त होइन। आखिर त्यो टाइमदेखि नै हामी जतिसुकै आन्दोलन गरे हुने चाहिँ यही बानी नै अहिले हो क्या। ऐन संशोधन गर्न तपाईँको विधायक चाहियो होइन। हामीलाई त त्यो कम्ती पनि नि बहुमत विधायकलाई त हामीले सम्झाउनु पर्ने। हाम्रो माओवादीको त 32 सिटले त नपुग्ला नि त होइन। त सबै दललाई समेटेर यो गर्न सक्यो भने यो आउँछ। हामी सबै एकजुट भएर लाग्यो। यो अन्तिम लडाइँ मैले त भन्न थालेको छु। यो पालि पनि अब सकेनौँ भने 10% सेवा शुल्कको नाममा चाहिँ अब हामी गर्छौँ भने नलाग्दा हुन्छ। यो अन्तिम लडाइँ हो। यसको लागि सबै जागरुक भएर लागौँ। मैले अहिले यति राखेँ।